यहाँबाट नि मजाको भ्यू देख्छ म तपाईलाई यहाँबाट देखाइदिन्छु ल। यो बाटोबाट चाहिँ जान्छ हाम्रो मेन टाउन। यहाँ चाहिँ सबै मम्मीले राखेकै यो चाहिँ हेर्नु है ओखर खाँदै जाँदैछ म चाहिँ। आजकलको बच्चाहरू त फोन मात्रै हेर्छ, हामी त लक्कु डक्कु के हो त। हाम्रो नानाले बल बनाउनु हुँदैछ, दामी रहेछ है बल चाहिँ ढुङ्गाले भयो। गुलशन फुर्सद छैन ए हजुर भेटौ शनिबार। हेलो गाइज, वेलकम टु माकपाली भ्लग्स। र गाइज म फेरि पनि नयाँ भिडियो लिएर आइसकेको छु। एन्ड इफ यु गाइज आर न्यू टु दिस च्यानल प्लिज सब्सक्राइब आवर च्यानल। एन्ड गाइज आज पनि मेरो भ्लग चाहिँ ऱ्यान्डम नै हुनेवाला छ। अनि यहाँ अहिले मैले मर्निङबाट नै स्टार्ट गरिसकेको छु। मर्निङ एट द मर्निङ चाहिँ मेरो भइसक्यो, बिहान उठेर पनि म बिहानको खानाहरू पनि बनाइसकेको छु। अहिले चाहिँ बाहिर आइरहेको छु। अन्त यस भ्लग स्टार्ट गरिदिएको अहिले नै। अन्त अहिले चाहिँ फेसबुकले गर्दा पुरा बिजी भइरहेको छ नि त। फेसबुकमा के भन्छ त्यो प्रोफेसनल मोडले गर्दाखेरि चाहिँ होइन, त्यहाँनिर चाहिँ भिडियोजहरू पुरा हाल्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ यहाँ युट्युबमा बनाउनु चाहिँ भ्याउँदैन। तर पनि म युट्युबमा पनि एकदमै ट्राई गर्दैछु कन्सिस्टेन्ट हुने। र मेरो घरकै भ्लग्सहरू आउने छ, तपाईँले प्लिज गाइज हेरिदिनुहोस् होला। एन्ड मेरो फेसबुकमा पनि करिश्मा माकपाली रहेछ, फलो गरिदिनुहोस् होला दया गरेर। एन्ड यस गाइज आज चाहिँ एकदमै दामी दिन भइरहेको छ हेर्नु न। अन्त हाम्रो चाहिँ त्यहाँनिर कन्स्ट्रक्सन पनि चल्दैछ, बाटो चाहिँ बनाउँदैछ नि त यहाँनिर। अन्त अब चाहिँ म तपाईँलाई यहाँनिर मम्मीको यो प्लान्टको फुलको कलेक्सन देखाइदिनु भनेर नि। यो हेर्नु यो प्लान्टहरू छ है। मम्मी चाहिँ पुरा प्लान्ट यो फुलहरूको क्या हो सकिन्छ नि त। अन्त यहाँतिर पनि राखेको छ है। यो चाहिँ के हो हेर्नु, यहाँदेखिको यहाँतिर पनि राखेको छ यो फुलहरू कस्तो मजाको। यसलाई नामहरू चाहिँ मलाई के भन्छ यो थाहा छैन है गाइस। यहाँ चाहिँ सबै मम्मीले राखेकै यो चाहिँ हेर्नु है कस्तो दामी छ है। अझै छ तलतिर पनि छ, यो मनी प्लान्टहरू पनि पुरा छ, अझै पुरा राखेको छ। तलतिर परतिर छ कि यो चाहिँ यहाँनिर यति राखेको छ हो। अन्त यस अब गाइस हेर्दै गर्नु साइक्लिस्टहरू यिनीहरू यत्रो साइकल कुदाएको हेर न। ला कहाँ गयो बच्चाहरू, हेर साइकल खेल्न आएको यहाँ कुदेको। सो गाइस अहिले भने चाहिँ म यहाँ छतमा आइरहेको छु लुगा सुकाउनुको लागि। यो हेर्नु ब्ल्याङ्केट धोएको थियो कि यो हेर्नु अट्टी भइरहेको छ, यो सुकाउनु पर्छ। अन्त यहाँबाट नि मजाको भ्यू देख्छ, म तपाईँलाई यहाँबाट देखाइदिन्छु ल। यहाँबाट चाहिँ रोडहरू मजाको देख्छ नि त हो। यो साइड भयो, अन्त यो साइड मजाको देख्छ हो। यहाँबाट चाहिँ पनी रोड छ। यहाँबाट चाहिँ यो बाटोबाट चाहिँ ग्राउन्ड जान्छ हो। अन्त हाम्रो घर चाहिँ यता छ, यो बिचमै छ। त्यहाँबाट यो उकालो चाहिँ अरू घरहरू छ। अन्त घर चाहिँ यहाँ एउटा छ, हाम्रो छिमेकी घर चाहिँ एउटा छ। त्यहाँबाट अलिक माथि चाहिँ यो सबै रुखहरूले छोपेको छ है। ऊ माथितिर पनि छ त्यो छोपेको छ। अन्त यो साइडबाट चाहिँ यो बाटोबाट चाहिँ जान्छ हाम्रो मेन टाउन दार्जिलिङ हो। त्यहाँबाट त्यसको फेरि यहाँबाट अस्ति मैले लास्ट भ्लगमा देखाएको थिएँ नि, यो तलको बाटो छ एउटा, यो जुन चाहिँ भने यो तलको बाटो छ। त्यो बाटोबाट चाहिँ जान्छ आभोटे उयसहरू हाम्रो अर्को गाउँ भेट्छ, सबै घट्टे सबै यहाँबाटै तक्दाहरू सबै जान्छ पुग्छ, माझीटारहरू पनि पुग्छ यहाँबाट चाहिँ हो। अन्त अब छिटै नै यहाँबाट चाहिँ हाम्रो हाइवे हुन्छ। यो मुनिबाट चाहिँ हाइवे पास भएको छ, छिटै नै हाइवे हुन्छ। अब यहाँ हाम्रो सिक्किमहरू जाने एकदमै छेउ पर्छ हो। अन्त यो साइडमा चाहिँ पर्छ सिक्किम, यो साइडमा चाहिँ पर्छ सिक्किम। यहाँबाट चाहिँ यो चाहिँ सबै हाम्रै घरहरू हो। यहाँनिर चाहिँ छिमेकी चाहिँ हामी यो सबै हाम्रै घरहरू हो। अन्त यहाँबाट चाहिँ यस्तो देख्छ है गाइस।
सो गाइस अब यो लुगा सुकाएर तपाईलाई भेट्छु टायर त पम्चर भइरहेछ हुँदैन टायर पम्चर भइरहेछ नानीहरूले दिनभरि माग्छ यिनीहरूले खेल्छ यिनीहरूले पम्प हाल्छ यिनीहरूले फेरि टायर पम्चर गर्छ हो गाइस अहिले भने चाहिँ म पर जाँदैछु काकीहरूकोमा पर चाहिँ ढलाइ छ नि त काकाहरूको अन्त मम्मीहरू चाहिँ अघि जानु भएको छ कि म त कामहरू गर्दा भ्लग बनाउनु बिर्सेछु अन्त फेरि कन्टिन्यू गरेको हेर्दै गर्नुहोस् गाइस जाँदैछु थाके गरम भइरहेको छ पुरा ओखर खाँदै जाँदैछ म चाहिँ यी बाटो चाहिँ दामी भएको छ है हाम्रो चाहिँ एकदम सल्ल आउनुको साथ मैले खाना पाइहालेँ यहाँनिर सबैजना यहाँ छ ऊ काकीहरू सो गाइस यहाँको ग्राउन्डको हालखबर चाहिँ यस्तो भइरहेको रहेछ यो बच्चाहरू खेल्दै रहेछ यो बदमास बच्चाहरू स्किप खेल्दै रहेछ यिनीहरू चाहिँ ढलाइ भएको चाहिँ ऊ पर हो सकेछ म आउँदा नआउँदा त कस्तो घाम लागिरहेछ लकडाउनको खेल्न आँटेको अब चाहिँ हामी गाइस यिनीहरूले खोज्छ ढुङ्गाहरू है जाउ खोज्छ छिटो पहिला हामी कति खेल्थ्यौँ लकुडोको यिनीहरू त आजकलको बच्चाहरू त फोन मात्रै हेर्छ हामी त लकुडोको किङ हो त लकुडोको किङहरू कति खेल्थ्यौँ हामी इन्ट्रोडक्सन फर्स्ट तिम्रो नाम के हो भाइ तेरे गीत नहीं गाना कैसे भुला गीत ना झरना झरना झर क्या तू भी याद रखेगा कबीर मैं तुझे छोड़ दिया यहाँ चाहिँ हाम्रो यो बल बनिँदैछ यहाँ देख्न गाइस हामीले चाहिँ यहाँनिर लक्कुडक्कु खेल्दैछौँ होइन हामी चाहिँ यहाँ लक्कुडक्कु खेल्दैछु हाम्रो भाइले यहाँनिर अघि हाम्रो सिङ्गरले चाहिँ यहाँ बिलाउँदै रहेछ हो यहाँ चाहिँ हाम्रो नानाले बल बनाउनु हुँदैछ दामी रहेछ है बल चाहिँ ढुङ्गाल्नु भयो अब हाम्रो बलको टेस्टिङ हुँदैछ हेर्नु है तिमीहरूले ज्यादा हाल्नु लाग्यो है म त फुल जा यो तिमी मेरो टिम हो यहाँ चाहिँ राजा म चाहिँ रानी हो अर्को टिम मेरा के रे गुलसन मेरा ए तेरा 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 कुटी की बाई मेरा तिमी उयो ढुङ्गा मेरा मलाई मन पर्छ इक्लेस राइट हो यहाँ मेरो टिम देखाइदेऊ न हो यो मेरो टिम हो आइतको टिम हो यो हामी चाहिँ लकुटको खेलेर पुरा थाक्यो डरलाग्दो पसिना यहाँ हेरौ सबैजना सो गाइस मम्मीले रिल्स बनाउनु न धेरै हामीसँग किनभने चाहिँ हामी सेलिब्रिटी हो भ्लग बनाउनु अब चाहिँ हामी के गर्दैछौँ अन्ताक्षरी खेल्न आँटेको छौँ है
जो अच्छा गाएगा उसको मिलेगा इनाम जो बुरा गाएगा उसको मिलेगा थप्पड फुर्सद छैन ए हजुर भेटौ शनिबार फुर्सद छैन ए हजुर के भएको रेशम फिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरी लु गाउ अब रबरै गीत गाउ लु हाम्रो खतरा उयो चाहिँ हाम्रो टिमको चाहिँ उसले मात्रै गाउँदैछ हामी थाहा छैन यो बच्चाहरूलाई यहाँ गीत याद रहेछ है अहिलेको लेटेस्ट सङहरू मलाई थाहा छैन होइन छप्पनीले भने गाउनुपर्छ छप्पनीले छान डबकीले हान मलाई खिच न अन्त जाडैको निधारले लाग्यो मलाई बान तपाईँ नि के भयो तेरो के गरेको गाइस अहिले चाहिँ रात परिसकेको छ मेरो आजको दिन चाहिँ यहाँनिर यतिकै बित्यो हो अन्त अब घर चाहिँ कहिले जानु हो म यहाँ चाहिँ हाम्रो बहिनी ज्ञानी भएर पढ्दैछ यो चाहिँ हो अटेरी गर्दै उयो गर्दैछ जान यो अहिलेको याद गरेर आएछ जा रात परिसकेको छ ललिपप भनेर झन् प्लास्टिक खाए पनि भनिहाल्नु खै ललिपप यसले मलाई झुक्कायो यो ललिपप चाहिँ सो गाइस आजको मेरो भिडियो चाहिँ यति नै हुन्छ होइन बाई गाइस अब म तपाईँलाई नेक्स्ट भिडियोमा भेट्छु मन पर्यो भने लाइक शेयर सब्सक्राइब गरिदिनुहोस् कमेन्ट पनि गरिदिनुहोस् होला बाई प्लिज डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब बाई बाई गाइस हेर्नुहोस् होला